पिएल एकाउन्टको डेबिटमा आछ नि सबै इन्कमको डेबिटमा आउँछ जे ट्रेडिङ एकाउन्टको क्रेडिटमा आछ नि उता यहाँ क्रेडिटमा आउँछ इन्कम स्टेटमेन्टको जे पिएल एकाउन्टमा पर्दाखेरि जे क्रेडिटमा आछ नि सबै इन्कमको क्रेडिटमा आउँछ सिम्पली बुझ्दाखेरि हामीले ट्रेडिङ एकाउन्ट पिएल एकाउन्ट पढेर त्यही मैले पढ्छौँ क्या उता पढेपछि सजिलो हुन्छ तर ट्रेडिङ एकाउन्टका आइटम जानेछौँ होइन त्यो सबैलाई डेबिटको डेबिटमा लेख्ने हो ट्रेडिङ एकाउन्टको जुन डेबिटमा छ यहाँ डेबिटमा जुन क्रेडिटमा छ यहाँ क्रेडिटमा ठिक छ नि यसरी हामीले जान्नुपर्छ आइटमहरू अब हेरौँ यसलाई लिनु पहिला यसलाई त्यसलाई छोड्छ पछि त्यो पर्पोज डिभिडेन्ड हामी कहाँ लेखेको थियौँ इन्कम स्टेटमेन्टमा पक्कै लेखेको छैन पिएल एप्रुभल लेखेन यो स्टेटमेन्ट अफ अर्निङलाई पिएल एप्रुभल एकाउन्ट पनि भनिन्छ पिएल एप्रोप्रिएसन एकाउन्ट पनि भनिन्छ स्टेटमेन्ट अफ रिटर्न अर्निङलाई प्रॉफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्ट पनि भनिन्छ पढे गयो नि हाल्नु त ट्रेडिङ पिएल पेलेब्लो ब्यालेन्स सिट फेरि मल्टी स्टेट होइन स्टेटमेन्ट क्यापिटल अर्निङ अनि फेरि ब्यालेन्स सिट पढेको नि त्यही सबै हो यता के भनिन्छ स्टेटमेन्ट अफ आरईलाई पिएल एप्रोप्रिएसन एकाउन्ट पनि भनिन्छ यो पर्पोज डिभिडेन्ड कहाँ दिएछ एडजस्टमेन्टमा दिएछ भने यो कहाँ आयो हो यसै एकाउन्टको कहाँ आउँछ डेबिटमा आयो 2000 यहाँ डेबिटमा आउँछ कुनको स्टेटमेन्ट अफ रिटर्न अर्निङको डेबिटमा एउटा कहाँ जान्छ एउटा ब्यालेन्स सिटको लायबिलिटिजमा जान्छ हैन र ब्यालेन्स सिटको लायबिलिटिजमा जान्छ त ब्यालेन्स सिटको लायबिलिटिज सिधै एडजस्टमेन्टमा सिधै लेख्ने हो मार्केटिङको कपीमा हुँदैन यहाँ मार्केटिङ हुन सक्छ कहाँ गयो अब यसलाई आफ्नो तरिकाले नोट्समा पनि लाग्न सक्नुहुन्छ पर्पोज डिभिडेन्ड दियो भने कहाँ स्टेटमेन्ट अफ आरई को डेबिटमा र ब्यालेन्स सिटको लायबिलिटिजमा लेख्ने भनेर यसले जान्नु पर्यो ठीक छ अब यसको काम सिद्धियो ठीक छ एडजस्टमेन्ट लायबिलिटी गरियो अब यहाँसम्म ठिक छ नि के डाउट छ नि यहाँसम्म ठिक छ अब यो एडजस्टमेन्ट हामीले यो एडजस्टमेन्टले कुनैले घटाउला कुनैले बढाउला हैन कोही समयले मल्टिपल हुन्छ त्यो एडजस्टमेन्टमा डिपेन्ड कुनैले घटाउन सक्छ कुनै बढाउँछ अब यो क्वेसन हामीले क्वेसन दिएको नि यो हैन क्वेसनले जुन साइडमा दिएछ नि ध्यान दिनु है क्वेसनले यो जुन साइडमा आइटमले दिएछ यो ट्रान्जेक्सनहरु त्यही साइडमा एडजस्टेड ट्रायल ब्यालेन्समा राख्ने हो क्वेसनलाई बेस मान्ने हो क्वेसन डेबिटमा दिएछ यो सबै डेबिटमा दिएछ नि यति हामीले डेबिटमै सार्ने हो यदि यो क्रेडिटमा दिइरहेछ नि यता हामी क्रेडिटमै सार्छौँ तर एडजस्टमेन्टलाई इन्ट्री गरेर सार्छौँ हैन कुनैले घटाउँछ भने घटाएर सार्छौँ कुनैले जोड्छ भने जोडेर सार्छौँ हैन ठिक छ नि त्यसैले त यो पर्चेज कहाँ छ डेबिटमा छ यसको बारेमा एडजस्टमेन्ट छ छैन भने डेबिटमा 17,000 ठीक छ अब त्यस्तै गरी फेरि हेर्नुस् है यो पर्चेजको बारेमा एडिसनल छ नि अब यो कहाँ छ यो डेबिटमा छ भने यो पनि डेबिटमा छ अनि के जोड्ने घटाउने त्यसो 4,000 प्लस 1,000 5,000 यहाँ भयो है अनि मेसनरीमा पनि के छ अब यो यहाँ झुकिन्छ अब मेसनरी कहाँ छ डेबिटमा छ हैन हामीले डेबिटमा भनिरहेछौँ यदि यसैको सिधामा एडजस्टमेन्ट क्रेडिटमा छ हामी झुकेर यहाँ क्रेडिटमा लेखिदिन्छौँ के यस्तो केसमा झुकिन्छ क्वेसनले दिएकोलाई बेस मान्ने हो यो त हामीले नि यो डेबिटलाई हामीले आफै लेखेको हो नि नियमबाट यो कुन दिएको हो त्यो यो 30 मा कहाँ छ डेबिटमा छ यसकोमा एडजस्टमेन्ट छ यो डेबिटमा छ एडजस्टमेन्ट क्रेडिटमा दिएछ भने टक्कै घटाउनु पर्ने आइटम हो -27 हैन यस्तो हामीले लेख्छौँ डेबिट र क्रेडिट माइनस लेखेको छ नि कति आयो त्यसो भए 30,000 मा 3,000 घटाउँदा 27,000 आयो ठीक छ अब फेरि डेबिटर्स कहाँ छ डेबिटमा छ यसको बारेमा के दिएको छैन जहाँको के लेखिने डेबिटमा 8,000 क्रेडिट कहाँ छ डेबिटमा छ यसको बारेमा के भनेको छैन त्यही लेखिदिने ठीक छ यसमा नि कसरी सारे पनि बुझ्नु पर्यो त
अब फेरि अब अरु सेल्स कहाँ छ क्रेडिटमा यसको बारेमा के भनेको छैन भने क्रेडिटमा लेखिदिने 30,500 सेल क्यापिटल कहाँ छ क्रेडिटमा छ यसको बारेमा पनि केही भनेको छैन 20,000 क्रेडिटमा लोन कहाँ छ क्रेडिटमा 2,000 अनि इंट्रेस्ट पनि क्रेडिटमा छ 3,500 प्रॉफिट एन्ड लस कहाँ छ क्रेडिटमा छ यहाँसम्म जारी यहाँसम्म ठीक छ नि के कन्फ्युजन कसैलाई ठीक छ नि हैन क्लियर अब हामीले आइटमलाई यो हेर्ने हो एमाउन्टलाई यो बेस मान्ने यो एमाउन्टलाई बेस मान्ने अब यता मध्ये एउटा दुईटा तीनवटा एकाउन्ट छ तीनवटा मध्ये कुन केमा जान्छ आफूले छुट्याउनु पर्यो अब हैन यहाँसम्म केही गाह्रो छैन कोहीसँग चाहिँ दिएकोलाई डेबिट लेखेछौँ कोहीसँग दिएकोलाई क्रेडिटमा लेखिरहेको छौँ केही गाह्रो छैन यहाँसम्म हो यता अब कुन आइटम इन्कम स्टेटमेन्टको डेबिटमा आउने हो कि क्रेडिटमा आउने हो हैन कुन इन्कम स्टेटमेन्टमा आउँछ कि